कुनै समयमा अवन्ती नाम गरेको देशमा एकजना कदर्रे नाम गरेका ब्राह्मण बस्दथे। उनी धेरै धनी थिए। उनको धेरै जग्गा जमिन हुनका साथै प्रशस्तै अन्न बाली उत्पादन हुन्थ्यो। उनका घरमा धेरै नोकर चाकर र हलीगोठालाहरू पनि थिए। घर परिवार तथा नातागोता पनि असाध्यै राम्रो र कुशल थिए। यी सबै राम्रो भए पनि उनी आफू चाहिँ असल थिएनन्। उनी अति नै घमण्डी, लोभी र दुर्जन थिए। कहिल्यै पनि आफ्ना घर परिवारमा राम्रो लाउन र मिठो खान नदिने, सबैलाई गाली मात्र गर्ने, रुखो वचन भएका, जहिले पनि अर्कालाई दोष मात्र दिन जानेका, कसैले राम्रो काम गरे पनि गाली नै गर्ने, नराम्रो काम गर्यो भने त झन् उसले उनीबाट कहिल्यै पनि माफ पाउँदै नपाउने। यस्ता ती कदरले जहिले पनि जोसँग पनि रिसाई मात्र रहने गर्थे। उनी न त कहिले कुनै देवदेवीहरूको पूजा नै गर्थे, न त कहिले कुनै प्रकारको दान धर्म नै गर्थे, न त कुनै दिन पितृको लागि एक थोपो पानीको तर्पण नै दिन्थे। यसरी यी कदरे नाम गरेका ब्राह्मणको प्रशस्त धन भए पनि त्यो धन सम्पत्ति कुनै पनि काममा आउन सकेन। उनी कहिल्यै पनि आफ्ना पञ्चयज्ञ पनि गर्दैनथे। उनले ती पञ्चयज्ञका देवतालाई पूजा नगरेको हुनाले ती देवताहरू पनि रिसाएर उनको भलो चिताउन छोडे। घर परिवारले पनि उनलाई साथ दिन छोड्दै गए। छोरा छोरी तथा पत्नीले पनि उनलाई हेला होचो गर्न थाले। नोकर चाकर वा हलीगोठालाहरू पनि उनले भनेको मान्न छोडे। यसपछि उनको त्यो अथाह सम्पत्ति पनि घट्दै जान थाल्यो। घरमा भएका चल सम्पत्तिहरू हराउन र जग्गा जमिन पनि खोलो अथवा पहिरो जाने हुन थाल्यो। घर झगडा बढ्दै जान लाग्यो र बाँकी रहेको सम्पत्ति पनि अन्य झैझगडामा सिद्धिँदै गएर उनलाई कसैले पनि वास्ता गर्न छोडे। यसरी दिनानुदिन भएको सम्पत्ति सिद्धिँदै गएर उनी सबैतिरबाट विरक्तिएर अनि सबै आफन्तहरूबाट तिरस्कृत भएका उनी घरबार छोडेर हिँडे।